लगाइदिने हैन लगाइदिने हैन बा बा म त बाबा यो थेग्न गाह्रो हो मलाई सहनै गाह्रो हो यो हप्तै पछि आएर बा बा नभन न उसो भए के बाजे नै भनौँ त ओ भो यो बाजेलाई चाहिँ अब आजबाट फुल स्टपै गर्ने नभनु बाबै ठिक छ तर के भने यो 81 बाबा भन्दाखेरि त यो थाम्नै गाह्रो हुँदो रहेछ कि अब जिन्दगीमा कसैले बाबा भनेको थिएन बाजे भन्ने धेरै थिए बाबा भन्ने पहिलो व्यक्ति तिमी न छोराछोरीले बाबा भने न छोराछोरीको आमाले बाबा भने यो तिमीले भन्दाखेरि चाहिँ एकैचोटि यो बाबा भन्यो नि यो ठेक्नै गाह्रो हो बाबा ओहो मलाई पनि बाबा यति चाँडै ढिलो त गर्नै भएन अब फुलको जवाफ फुलले दिनु परेन मेहन्दी लगाइदिने हैन खोइ त हातसम्मको यो के म त अचम्म यो के भएको मलाई कहाँ कहाँ काउकुती लाग्यो जस्तो के गरौँ कसो बाबा खोइ त हातसम्मको समाउँदै नसमाई के रमाको ए भगवान यो 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 यसपालि साउन्ड के भएको मलाई यो तेरी के भन्ने अब पहिलाको साउन्ड भनेको चारैतिर हरियाली हुन्थ्यो आफ्नो मन उजाड हुन्थ्यो अब यसपालिको साउन्ड त मलाई पनि यतिको हरियाली हुने भयो कि के हो हुन्छ अब जीवन पुरै हरियाली हुन्छ आँधी आउँछ भेल आउँछ बाढी पहिरो सबै आउँछ आओस् आँधी बेरी बाढी पहिरो आओस् आउन देऊ मजाले आउन देऊ परेको म बेहोरौँला होइन यसपालिको यो मेहन्दीले त के गर्यो बा तपाईको मेहन्दीले त मोहनी लगायो मोहनी आहा हो र त्यसै फेरि एकचोटि मोहनी मेरो म त मेहन्दी लाउँ त लगाउनुस् यो हात आजदेखि तपाईकै हो जसरी मन लाग्छ त्यसरी लगाउनुस् बाबा ओहो मलिनी बाबा यो के भयो यो बाबाको त बर्सातै भयो नि बर्सातै भयो बाबाको कति बाबा है बाबा कति नरम पनि लाउँछ है बाबा किन मेहन्दी लगाइहाल्नु माड मजाले मुसार कहाँबाट आयो मरो हलुवामा बालुवा अनि हलुवा खाइदिए मरो बालुवा म यही छु बाजे बाजे अनि के हो यो मैले त केही कुरै बुझ्न सकिनँ हे बाबा अब बुझ्छौ तिमीले खानु जस्तो बिहान उठेर झोला बोकेर कहाँ हिँड्छौ भने त यस्तो पो रहेछ चर्तिकाला नचाहिने कुरो शङ्का गर्छ मरो अब मेरो पेसै त्यही भएपछि मैले के गर्नु त कसैले आएर मलाई मेहन्दी लगाइदिनुहोस् भनेपछि मैले लगाइदिनु परेन म त हेर यो साउन महिना मात्र होइन साउन सिद्धेपछि पनि सधैँ यही पेसा गर्छु जस्तो लागेको छ मलाई त बडा आनन्दको पेसा रहेछ मुखा हान्नु जस्तो राम्रो पेसा त भइहाल्छ चुरा लगाइदिनु लाए जस्तो पहिला हात मसारिकन अनि मेहन्दी लाउन पाउने रहेछ अनि राम्रो हुँदैन उहाँ घर भत्काउनलाई चिनो लगाइरहेको छ एउटा डाका र अस्तो अर्को भुस्तिक र जेठान चाहिँ उहाँ प्रवचन दिएर बसिरहेको छन् उसको ताल यस्तो छ ओ बहिनी यस्तो बुढासँग के मेहन्दी लगाएर बसिरहेको लाग्यो बाटो के हेरेर बसिरहेको अन्त पनि मेहन्दी लाउने ठाउँ पाइन्छ नि महिलाले नै मेहन्दी लाउने ठाउँ पाइन्छ यो गाडी पनि रेडी छ यहाँ ड्राइभर पनि रेडी छ के भन्छ मोरो साइकललाई गाडी भन्छ खै गाडी अब गाडी फिर्ता गरेर होइन के गर्दा साइकल ल्याएको नि यही साइकल चलाउन अब होइन गाडी फिर्ता
हुनु पर्यो नि हाम्रो सुरक्षा चाहिँ कसले गर्छ एउटा साइकल सुरक्षाकर्मी चाहिँ कहाँ राख्ने नि ए दुईतिर सुरक्षाकर्मी बस्ने छैनन् नि तिमी डन्डीमा बस्छ म बिचमा बसेर चलाउँछु होइन ए बाबु तँलाई किन चाहियो सुरक्षा तँ यति जनताको नेता होस् भने तिनै जनतासित तँ किन डराउँछस् जनता जस्तै भएर हिँड्दैन केलाई चाहियो सुविधा केलाई चाहियो सेक्युरिटी भने जनता त एकछिन खान नपाउने पनि छन् नि त अब तिनीहरूको हेरेर म पनि भोकै बस्न थालौँ बाबा कति पेल्न सके भने घरकै मान्छेले यसरी पेलेपछि बाहिर गएर बाँकी राख्ला बस्नुपर्छ परिस्थिति आयो भने तैँले पनि भोकै बस्नै पर्छ तिनै जनतालाई सुख दिन्छु अनि धनी र गरिबको समान पार्छु भनेर तैँले भाषण गरे होइन हेर बेलैमा बुद्धि पुर्या सबैले उहाँ भट्टाभट्टी गाडी फिर्ता गरिराखेका छन् अब तैँले चाहिँ गाडी नै चढ्दिन साइकल चढ्छु भनेर भन्न यही एउटा कुराले चुनाव जित्छस् अरू लम्बे चौडे भाषण गर्नै पर्दैन जुन दिन यो देशका जनताहरू साइकलबाट गाडी चढ्न सक्ने हुँदैन त्यो दिनसम्म म पनि गाडी चढ्दिन भनेर भन्न देशको र जनताको लागि यति गर्न सक्दैनस् चाहे त गर्न सकिन्छ पहिला नि यही साइकलै चढे हो तर के गर्नु माइला बा बानी बिग्रियो नि कालो सिसा भए गाडीमा सरार र एसी चलाएर हिँड्ने बानी पर्यो अब यो साइकल त अलि बानी बसाल्न गाह्रै होला ए यसमा पनि छ नि एसी चारैतिरबाट हावा सर आइहाल्छ हजुरबाले भनेको कुरा मान ए साइकल चढ हिँड खान्छ त्यत्रो 1 करोड पर्ने गाडी चढेर हिँड्दाखेरि त्यत्रो आलोचना खेप्यौ कार्यकर्ताले नि विरोध गरे साइकल चढेर हिँड्न के भन्दा रहेछ हेरौ त कुरो त ठिकै पो हो कि क्या हो माइलो म साइकलै चढाउँ त अब अहिलेको स्थितिमा योभन्दा राम्रो उपाय अझ के पनि छैन है बाबु अब साइकल चढ अगाडि बढ सबभन्दा भलाइको उपाय धेरै पनि चढ्नु पर्दैन क्या चुनावसम्म चढ न त्यसपछि त पढेर आइहाल्छ म र अनि यसो पुछपाछ पार नि त यसो खेपेर साइकल चढेर त के भन्छ दुनियाँले साइकल त नयाँ चढ्न पाइन्छ होला नि बाबु तलदेखि माथिसम्म माथिदेखि